टु माई न्यू ब्लग। आज चाहिँ हामी होली खेल्नका लागि जाँदैछौँ बसन्तपुरतिर। अब हामी यहाँ गाडी चढ्छौँ अनि चाहिँ जान्छौँ। हामीसँग हाम्रो आज अनुपम सर पनि हुनुहुन्छ। अनुपम सर, हाम्रो ब्लगको लागि केही भनिदिनुहोस्। जाने हो बसन्तपुर, रङ लाउने हो, रमाइलो हान्ने हो, नाच्ने हो, गाउने हो, आउने हो। अहिले चाहिँ हामीले लगाएको छैन, अब उतै गएर लाउने भनेर चाहिँ अब टक्क हाम्रो यहाँ गाडी कोर्दैछौँ। हामी गाडी आए पछाडि चाहिँ गाडी चढेर जाने भनेर बसेको पर्ने चाहिँ सुन्दर थियो। गाडीको चापले गर्नाले धेरै नै उस भएर हामी जमलमै झरेर अब हिँड्दैछौँ। हामी चाहिँ अब यहाँ चाहिँ रङ किन्ने, अब हामी यहाँ चाहिँ रङ किन्दैछौँ। हामीलाई यो चाहिँ अरूले लगाइदिएको रङ हो। ल हाम्रो पुरै रङ छ यहाँ चाहिँ। हामी चाहिँ अब जमलबाट हिँड्दै बसन्तपुरतिर जाँदैछौँ। अब बसन्तपुरमा कस्तो हुन्छ हेर्दै गर्नु होला। यहाँ चाहिँ पुरै भिड छ, यस्तो पुरै। हामी चाहिँ आकाशे पुलमा छौँ अहिले चाहिँ, पुरै भिड छ। अनुपम सर के छ? पुरै भिड छ यार। ल काठमाडौँको रानी पोखरी हो। हामी चाहिँ अहिले त छौँ आकाशे पुलमा। देखेको चाहिँ रानी पोखरी हो। यतातिर पुरै होलीको माहौल छ। यता हाम्रो अनुपम सर पनि हुनुहुन्छ। काठमाडौँ पुरै यस्तो छ। ल हामी सुन्दर आइसकेका छौँ। सब भइसकेको छ। आज चाहिँ अब भयङ्करै होला जस्तो छ बसन्तपुरमा। के छ केटा हो होइन, हामी साथीहरूको ब्लगमा छौँ होइन। यस्तो रमाइलो भइरहेको छ आजको होलीको होइन। नेपालमा एकचोटि आउँछ होली यार, एक वर्षमा रमाइलो त गर्नु पर्यो नि। ह्याप्पी होली केटा हो सबलाई। बसन्तपुरतिर जाँदैछौँ। यहाँ त पुरै खैरीहरू मिलेर ओहो भयङ्करै भयो यतातिर त। चाइनिज खैरे, जापानिजको कमी छ यता। होली कस्तो लागिरहेको तिमीलाई? भयङ्कर लागिरहेको छ। कसरी मनाउने त अब हामी? नाच्ने, रङ लाउने, नाच्ने। दुर्गेश थापाको एकदम के अरे त्यो भाइरल गीत दुश्मन छ। दुश्मन हेरेको हेरे। अब त्यसमा जाने नाच्ने, त्यसरी मनाउने अब। ल इन्टर गरिसकेका छौँ। पुरै यस्तो छ। अब के हुन्छ हेर्दै जाउँ। बसन्तपुरको भ्यू चाहिँ यस्तो छ है। बसन्तपुर पुरै क्राउड छ। अनुपम सर के छ? कस्तो लागिरहेको? पुरै भिड ओहो। उठाउनेसम्म चाहिँ हामी बसन्तपुरमा एकदम होलीको एकदम माहौल चलेको छ। सकेर चाहिँ अब रुमतर्फै जाँदैछौँ। अब हामी यहाँ गाडी चढ्छौँ जमलबाट। हामी पुरै अब आजको होली सकेर अब रुमतर्फ लाग्दैछौँ। माहौल त अझै पनि छ, त्यही पनि अब चाहिँ हामी रुममा जाने। रुममा जान पनि टाइम लाग्छ एकछिन चाहिँ। अनि अनुपम सर के छ? के भनिदिन चाहनुहुन्छ? खुट्टा चाहिँ राष्ट्रिय दुख्यो भाइ। खुट्टा चाहिँ दुख्छ, त्यस्तै हो। त्यही हो। हामी अगाडिबाट गाडी चाहिँ चढ्नुपर्छ। ल साथीहरू, अब चाहिँ हामी आजको होली सकेर बसन्तपुरबाट रुमतर्फ जाँदैछौँ। कस्तो भयो आजको तपाईँको होली भनिदिनुहोस्।
त्यस्तो रमाइलो भएन होइन नाच्नु पनि पाएन 2 जना मात्रै भएर खुट्टा चाहिँ डेन्जर खासमा गर्लफ्रेन्ड चाहिँ चाहिने रहेछ कि होइन गर्लफ्रेन्ड चाहिँ चाहियो दुनियाँको विश्वको ठुलो गल्ती गऱ्यो गर्लफ्रेन्डलाई नलिकन गएर बेलुका आउँछ नि फेरि गर्लफ्रेन्डको नाम नटिहाल्छ पालि गर्लफ्रेन्डलाई लिएर आउँछु अर्को पालि चाहिँ गर्लफ्रेन्डसित जानुपर्छ ल ल हामी होली खोलेर सकेर नुहाइदाइ गरेर नाइटको सो आउटल भन्ने मुभी हेर्न जाँदैछौँ हाम्रो दाइ र म के हुन्छ म हजुरहरूलाई भन्नेछु चाहिँ मुभी हेर्न जाँदैछौँ दाइ र म हाम्रो दाइ चाहिँ प्लेस पुरा राइड गर्दै हुनुहुन्छ आज चाहिँ हामी टक्क अष्टनारायणमा आउटल भन्ने मुभी चलिरहेको रहेछ भर्खर होली खोलेर नुहाइदाइ सकेर अब चाहिँ मुभी हेर्न जाँदैछौँ के कस्तो हुन्छ अहिले चाहिँ हामी अष्टनारायण हलभित्र चाहिँ आइसकेका छौँ पुरै भिड छ यहाँ चाहिँ पुरै भिड छ अब चाहिँ हाम्रो 5:30 को सो छ हामी चाहिँ हलभित्र छिरिसकेका छौँ दाइ मेरो भ्लगको लागि भनिदिनुहोस् अब हामी छौँ त्यसपछि हामी रिभ्यू दिन्छौँ रिभ्यू पनि दिन्छौँ हामी यहाँ चाहिँ दिउँसो होली मनायो अब चाहिँ हामी आउटल मुभी हेर्न आएको छौँ आज होलीको दिन के हुन्छ अब हामीले चाहिँ फिल्म हेरेर सकिसकेका छौँ अब चाहिँ हामी यताबाट टक्क हाम्रो यहाँ स्कुटर झिकेर जाँदैछौँ टक्क हाम्रो चाहिँ अष्टनारायणको पार्किङ हो यो चाहिँ अहिले चाहिँ सबै खाली खाली भइसकेको छ हाम्रो अहिले यता स्कुटर झिक्दै हुनुहुन्छ पार्किङबाट दाइ फिल्म कस्तो लाग्यो भनिदिनु राम्रो फिल्म राम्रो छ नि पार्ट 2 पनि आउनु रहेछ अब चाहिँ हामी पार्ट 2 को वेटिङमा छौँ आज होली खेलेर र फिल्म हेरेर चाहिँ गयो आजको होली चाहिँ अब चाहिँ हामी रुमतर्फ जाँदैछौँ अब चाहिँ हामी रुमतर्फ जाँदैछौँ हाम्रो अब आजको मुभी हेरेर टक्क बेलुकाको कति बज्यो 8 बजिसकेछ अब चाहिँ हामी टक्क रुममा जाने खाना बनाउने खाने अब आजको भ्लग चाहिँ हामी यही इन्ड गर्छौँ अब हामी अब अर्को भ्लगमा चाहिँ फेरि भेट्नुपर्छ सबैले तिवारी एक्सप्लोर्सलाई चाहिँ सब्सक्राइब गरिदिनु होला त्यही नै हो बाई